साथीहरु सबैलाई नमस्कार अनि स्वागत छ मेरो नयाँ भिडियोमा। म चाहिँ जापानबाट घर आएको पनि 3-4 दिन भइसक्यो अनि अब घर आएदेखि चाहिँ थोरै भिडियो बनाउन नपाएको हुनाले आज चाहिँ मेरो पहिलो भ्लग भन्नुपर्छ। अनि यहाँ चाहिँ मेरो बाइक छ। अहिले चाहिँ म बाइक लिएर थोरै काम परेको हुनाले तलतिर लाग्न आँट्दैछु। त्यसै मार्फत चाहिँ मेरो एउटा गाउँको थोरै बाइक राइडिङको भ्लग गरिदिनु त भनेर तयार गरेको भन्नुपर्छ। यति भन्दै फेरि नेक्स्टमा भेटौँ ल। भरे आउँछ। अहिले चाहिँ म घरदेखि ठुलो रोडसम्म निस्किसकेको छु। मेरो घरदेखि ओह्रालो झर्ने बाटो भनेको चाहिँ यो हो। अलिकति सानो छ भने पनि बाटो अप्ठ्यारो छ। यहाँ देखिँदा अगाडि चाहिँ अलिकति ठुलै देखिन्छ, तर माथि अलिकति बाइक कुदाउन अप्ठ्यारो खालको छ। अलिकति बाइकमा चाहिँ पर्फेक्ट भएको मान्छेहरू मात्रै कुदाउन सक्छ भनौँ न एक पहिलो बाटो। आज चाहिँ अनि म मेरो बुढीसँग थोरै माछाको भुरा लिन मेरो घरदेखि अलिकति 1-2 घन्टा लाग्ने ठाउँसम्म जान लाग्दैछु। लालभित्ते भन्ने ठाउँ भन्नेसम्म। अब चाहिँ हामी घरबाट बाटो लागियो भन्नुपर्छ। अनि अहिले 10:30 भइरहेछ। हामी फर्केर चाहिँ 1 बजेभन्दा अगाडि आइपुग्नु पर्ने हुन्छ। यहाँ आएर बाख्रा गोठालोहरू गर्नुपर्ने छ होइन। त्यही भएर अनि म विदेश चाहिँ लगभग 2.5 वर्ष भन्दा बेसी बसेर आएको हुनाले सुरुमा अब म विदेशमा हुँदा पनि बाइक कुदाउनु नेपाल गएर कसरी कुदाउने होला जस्तोहरू मनमा हुन्थ्यो भनौँ न। अनि जस्तै बाइक कुदाउँदा जस्तै कुन हातपट्टि चाहिँ अब ब्रेक, कुन अगाडिको ब्रेक, कुन हातपट्टि चाहिँ एक्सलेटर, कुन हातपट्टि चाहिँ क्लचहरू हुन्छ भन्ने चाहिँ अब त्यस्तो लाग्थ्यो क्या मनमा। अब कुदाउन सक्छु कि सक्दिनँ नेपाल गएर भन्ने। बाइकको चाहिँ धेरै याद आउँथ्यो। अब नेपाल गएर अब बाइक कुदाउँछु गर्छु होइन। अब बाइक कुदाएको अब एकदम अब मजाले अब राइड हानेको पाहाडतिर यस्तो घुम्नु गएकोहरू धेरै याद आउँछ भनौँ न। कुदाउन सक्छु कि सक्दिनँ अब उता जापानमा अब बाइक कुदाउनु नपाउँदाखेरि है भित्रै मनमा भनौँ न एकदम रहर इच्छाहरू कति हो कति। त्यही भएर चाहिँ अनि कुदाउन सक्छु कि सक्दिनँ भन्ने एउटा मनमा प्रश्न पनि हुन्थ्यो। अनि म चाहिँ यहाँ घरमा चाहिँ राति आइपुगेको हुनाले आएको भोलिपल्ट चाहिँ यसो बिहान बाइक निकालेर सट्ट रोडसम्म झिकेर यसो गाउँको एक फन्को हान्दाखेरि चाहिँ तलदेखि माथिसम्म अनि गोल्किएर सट्ट पुर्याएँ आएँ। सक्छु कि सक्दिनँ भनेर चेक गरिने भनौँ न। सक्दा रहेछु बाइक कुदाउनु चाहिँ। जति भए पनि बिर्साएको चाहिँ रहेनछु भन्ने भयो होइन। तर सुरुमा चाहिँ अब फर्स्ट टाइम अब धेरै वर्षपछि कुदाउँदा अलिकति असहजता जस्तो चाहिँ सुरुमा भएको थियो। तर अहिले चाहिँ अब पहिलेको जस्तै अब नर्मलै भनौँ न अब सरर नै कुदाउन सक्छु। त्यस्तो गाह्रो लाग्दैन अहिले चाहिँ। अब पानी जस्तो पहिले कुदाउँथ्यो त्यस्तै नै गर्न सक्ने रहेछ भन्ने भयो। अनि मेरो चाहिँ ठ्याक्कै यही मार्चमा नै मेरो चाहिँ लाइसेन्सको रिन्यू फेल भएको थियो म। अनि त्यसैले अब बाइक कुदाउनुको लागि त अब लाइसेन्स भनेको त एकदम इम्पोर्टेन्ट कुरा हो। रिन्यू नगरी हुँदैन। फेरि मामाहरूले चाहिँ यसो थोरै भान्जाको चिट काटिदियो भने त गिदी हुन्छ भनेर अनि यसो लाइसेन्स रिन्यू गर्न गएँ। लाइसेन्स पनि रिन्यू गरियो भनौँ। अनि त्यो लाइसेन्स रिन्यू गर्न चाहिँ अब सुरुमा चाहिँ कसरी जाने के गर्ने होला भन्ने त्यति आइडिया नभएर युट्युबतिर सर्च गरेँ यसो त्यसो हेरेँ। तर युट्युबमा चाहिँ अब के भनेको छ भने लाइसेन्स रिन्यू चाहिँ अब सुरुमा आफूले अनलाइन आवेदन भर्ने, त्यस पछाडि मात्रै यातायात कार्यालय जाने यस्तो त्यस्तोहरू थियो भनौँ युट्युबतिर। अनि मलाई चाहिँ अब आफूले फर्म भर्नु खोज्दाखेरि चाहिँ सकिनँ अलिकति अब जानिएन। अनि त्यहाँदेखि यातायात कार्यालय गएर बुझ्छु के छ कसो छ भनेर गर्दाखेरि चाहिँ वहीँ यातायात कार्यालयमा गएर गर्दाखेरि सुई 1 दिनमै भयो भन्नुपर्छ। 1 दिन चाहिँ पुरै लाग्यो। म त्यस्तै घरबाट 10-11 बजेतिर हिँडेको थिएँ। 10-11 बजेतिर वहाँ लगभग मेरो
काम सकेर आउनु मलाई झन्डै 5 बजीतिर बेलुका मात्रै घर आइपुगे भनौँ न। बेलुका अब 3 बजी 3:30सम्म 3:30 भन्दा नि लगभग 4 बजीसम्म नै लाग्यो मलाई यातायात कार्यालयमा। अहिले चाहिँ म महेन्द्र राजमार्गमा हिँड्दैछु। यो बाटो चाहिँ अहिले एसियन हाइवेको लागि विस्तार गर्दै भएको हुनाले गर्दाखेरि बाटो चाहिँ अलिकति जहीँ तहीँ अब बनाउँदै गरेको भएर चाहिँ अलिकति बाटोमा कुदाउन अप्ठ्यारो, अलिकति सोचे जतिको रफ्तार लिन सकिरहेको छैन जति हतार भए तापनि। अनि फेरि म आउनको लागि चाहिँ यो बाटो म जस्तै अब खोर्सानी केराबारीबाट खोर्सानी झरेको भए चाहिँ अलिक फास्ट हुन्थ्यो होला, अलिक छिटो हुन्थ्यो होला। म चाहिँ अब टक्कै यसो गछिया डाँगीबाट गछिया निस्केँ, गछियाबाट चाहिँ अनि अहिले यो बाटो हिँड्दै गरेको हुनाले चाहिँ एकदम लास्टै ढिलो भइरहेछ भनौँ न। बाटो अब बनाएको हुनाले अब सोचे जति रफ्तार स्पिड कुदाउन नपाएपछि अलिकति धेरै ढिलो भइरहेछ। हामी चाहिँ फाइनली माछा फार्ममा आइसकेको छौँ। यहीँबाट हामीले माछाको भुरा लानुपर्ने हुन्छ। अक्सिजनको लागि मात्रै होला क्या यो चाहिँ। कहाँ चाहिँ चिप्लो दलियो क्या। यहाँ चाहिँ माछाको भुराहरू छ। यो सबै माछाको भुराहरू हो भनौँ न। यहाँ चाहिँ थरी थरीका माछाको भुराहरू यसरी राखेको छ। यहीँबाट हो हामीले भुरा लिएर जाने ठाउँ भनेको। म चाहिँ यो ठाउँमा धेरैचोटि आइसकेको छु। पहिले पनि आएर यहीँबाट माछाको भुराहरू किनेर लाने गरेको छु भनौँ न। अहिले चाहिँ माछा जोख्ने काम भइरहेछ। यहाँ चाहिँ विभिन्न थरीको माछाहरू छ, तर मैले चाहिँ घाँस खाने माछा र ग्रास कार्प अनि त्यहाँदेखि अर्को चाहिँ कमन कार्प भन्छ। मैले चाहिँ 2 थरीको माछा लाँदैछु, 1-1 केजी गरेर 2 केजी। मेरो चाहिँ घरको खानीमा अलरेडी अरू पनि माछा भएको हुनाले त्यति मात्रै लाँदै गरेको। अहिले चाहिँ यो प्याकिङ गर्दै गरेको चाहिँ यो चाहिँ अक्सिजन हालेको। यो अक्सिजन हालेको हुनाले घरसम्म पुर्याउनलाई सहज होस् भनेर चाहिँ अक्सिजन हाल्ने गरिन्छ। मेरो छोरा चाहिँ स्कुलबाट यहाँ छ, स्कुले बसबाट आइराखेको छ। छोरा कताबाट हो? स्कुलबाट आइसकेको। जो हात पक्रेर है। स्कुलमा थियो। जाऊ। तिमीलाई चाहिँ के गर्नु हौ? खेलाउने कुरा आयो नि त छोरा, तिमीलाई देखाउने मात्रै हेर, हेर्दै मात्रै। खाडी चाहिँ यस्तो छ सेमुले।
माछा खानु परेन पछि अर्कोपट्टि खुसेको थियो हौ हेर छोरा सानो लु अक्सिजन गएछ गयो गयो सबै गयो मरेको छैन है भरे अब मर्ने मर्छ देखि माछा छोरा 2 केजी त कति नहुँदो रहेछ ठुलो भयो क्या ठुल्ठुलो माछा भयो क्या नि लिनु भिडियो भएर छोरे मात्र कुन्टे लाउँदै दिनु लाउनु त एक पोका हो